रेकर्ड भइरहेको होला चाहिँ ला भइरहेको रहेछ पहिलो खाना खाँदा चाहिँ खाना सिलाइसक्यो खाना आउनु नि पहिला अचार हालौँ न सक्यो यता आउनु रहेछ धेरै तरकारी यता हो यता नबिसाले बस तिमीको फलेको तरकारी चाहिँ तपाईँले निकाल्नु माथि निकाल्नु ल तरकारी छ भने अलि खाने यो अचार माथि राख्दिनँ एउटा अन्डा छ यहाँ नबिसाउँदा खाइदियो के हो तिर्खा लाग्यो अघिको सुकुटी र चल्चाउले भोलि जानु मान्छे बजाइहाल्यो के हुँदैन मन सफा हुनुपर्छ मन चाहिँ राम्रो हुन्छ मनमा करुणा हुनु के लानु पर्यो मैले भने के लानु पर्यो फुल होला फुल फुल भेट्यो कहिले लानु असित त पोरो एकखेर पोरै पोकेकै थियो पारेर लाँदा हुन्छ होइन अनि चोखो सिन्दुर लाग्यो धुप लानु पर्यो अनि तिमीले पनि कोरान धुप बालेर देखेको छ त मैले पाल्छु कहाँ बाल्छ तिमी बिहान बाल्छ बेलुका बाल्छ बिहा मैले चाहिँ के गर्छ भने अब आफूले बनाएको पेन्टिङ हो अनि त्यसलाई अब यो भने के नै हो भनेर अब हाम्रो एउटा के त हो मान्ने जे भने विश्वास त हो भनेर राम्रो भयो के को छ पेन्टिङ बना बुद्धको पेन्टिङ अस्तिको हो। तिमीहरूले बनाएको अस्तिको हो। त्यो फ्रेममा हो अनि यिनीहरू पनि सबै मान्छेले बनाएको त भगवान्ले बनाएको होइन आफूमा विश्वास हुनु पर्यो मन सफा हुनु पर्यो त्यत्तिकै पनि त्यही भगवान् हुन्छ सुशान्त तिमी जाने मैले भने नि न ज्यादा जेम्स जाँदैन होला बिचरालाई अरे भन्दा घुम्न मन नि लाग्दैन होला जान्छ भने होला तर बिहान छोरीलाई पनि मेसेन्जरमा साथी सक्छ होइन अब जेम्ससँग साथी सक्छ नि छैन अनि भएन तिमीहरू अघि एकछिन बसेर गइहाल्यो आउँछु भनेको आएन
आन्टीहरूलाई सोध सङ्गमले पठाउँदैन त त्यो नभन्नु अघि नै चक्क आउनु भनेको छ भन्दै मामाको मसँग र भएर भयो खानु ल बेलुका खाना धेर नखाउँ भने भन्ने बजार म दुईजना खाना खाएर हो खर्च त लाने अब अस्ति जे गरेर त्यस्तै गर्ने हो एक्लै त गएको छैन अनि म 10 मा गएको होइन 10 मै हुँदा त्यतिखेर त्यसरी गयो अनि गइसके भदौरेमा गएको नि त ओ बाबाको गाडी थियो त्यतिखेर सबैलाई जान्छ यसपालि सधैँ रोएर को को जान्छ मण्डला मुख मोडी तपाईँको खाना ल्याऊ यहीँदेखि पो ल जस्तो लाग्छ खाना ल्याऊ खाना प्लास्टिक बिसाल्दा खाना खाना अलिकति अलिकति अब है यहाँदेखि पो ल जस्तो लाग्छ अनि घर त कुन चाहिँ लानुपर्छ उता त फुल मात्रै लयो होइन कि फुल अझै त भेटी यहीँबाट लाने हो क्या कान्छ अनि फुल त के हो थिएन भनेर फुल त उतैदेखि पो लयो जस्तो लाग्यो मावालामा टिपेर लग्यो होला अस्ति होइन हो माथि बाजेको यो देऊ हुन्छ यही अहिले त यतै त्यो पातहरू लाँदा हुन्छ फुल छैन भने यो अन्डा पर्न खाऊ थोरै थोरै खाऊ यो निसाना खाने खाऊ अलिकति खाऊ न अलिकति थोरै खायो भने उयो तर्काउँछ न त भोलि तपाईँहरूको निन्द्रामा घुम्ने रहेछ होइन तिमी उठेर जान चियातिर जाउँ भनेर तरकारी अलिकति चिनी तरकारी छ चिनी चिया चिया त कहाँ दर्शन गरेर पाइन्छ अनि चिनी चिया किन मुख आयो मुख सुख धुने अनि कता पोखरीमा पानी माग्ने नुहाउने त्यसपछि कता जाने सकाउनुपर्छ यो यति के र विशालले खाने विशाल नखाने सकाउनुपर्छ यो तरकारी त भाँडा जुठो मात्रै पर्छ यसले झन् मेन खाने कुरै खाने काउले लेग पिसको हो त त्यो त चिकन लेग पिस सम्झिँदै खानुपर्छ खाउ भेजिटेरियन होला होला चिकन लेग पिस पस्टुरो बनाएर खानुपर्छ भोलि पुग्ने खानु हुँदैन मासु
बिहानै जाउँ भनेको सुसनलाई भनेको चाहिँ थियो त्यो चाहिँ उठ्छ बरु तिमी उठ्नु चल्दैन म चाहिँ उठ्छ कि उठ्दैन राति किन जानु पर्ने 6 बजीतिर 7 बजीतिर जाँदा पनि हुन्छ कहाँ राति त कहाँ जान्छ त्यही 6 बजी 7 बजीतिर जाने 7 बजी त नजाने 6 बजीतिर 6-7 यहाँदेखि बजीतिर जाँदा 1 घन्टा लाग्छ होला होइन उता पुग्नु बढी लाग्छ नभए त पानी पर्यो भने हुर्क्याउँदा पो पानी पर्यो भने चाहिँ त्यो खोलातिर नपस्ने खोलातिर बिस्तारा के अरे उ गर ऱ्याङ्कोट छ होइन ऱ्याङ्कोट त छँदैछ अब ऱ्याङ्कोट नलैज अलि राम्रो खालको कपडा लैज ऱ्याङ्कोटले फेरि भर्खर चलाउनु गाह्रो हुन्छ बारी हुँदैन बरु पानी पऱ्यो भने बसेको ठाउँ भोलि पुर्नेको दिन त पानी त पर्छ जहिले पर्छ एकदम छिटो आउने तिमीहरू छिटो आउँछ कहिले त त्यो बजारमा जयन्ती भेट्ने गरेको नि भोलि त यहाँनिर रमाइलो हुन्छ पहिला त त्यहाँ बजारमा जुठो पऱ्यो भने त अक्सर असिना पानी पो पर्थ्यो कति बोलेको साथीसँग चाहिँ म त बस्न बेलुका सायद र्याली कति बेलुकासम्म हुन्छ र्याली त 10-11 बजे 11-12 बजे ती जान्छ होला खाजा खाने ठाउँ थाहा नि त प्रोग्राम हावाले हिजो ब्लङ पारेको देखेको थिएँ सबै खाना उडाएर क्या भयो होला है दिपक अङ्कल के को अरे उहाँले यसपालि नानी भयो होला भनेको बाजे बोल्यो नि यतै है यहाँ त बाजे बोलेको बस्दा पनि तल बस्नु पऱ्यो भने बस्छ नि त फुपूकोमा फु पनि हुनु पर्यो नि यहाँनिर के अरे उतापट्टि डाँडा फुपू के पर्छ उनीहरूले जाली फुपू फुपू पर्छ होइन मैजो होला नि मामा बिना पनि माइजो हुन्छ कसको टाउ पायो त्यो अघि निसाको पाएको थियो तिनीहरू ल्याएको होइन अघि माइजो हुनु त अनि मामा हुनु पऱ्यो खाना तपाईँहरूलाई पुगेको यो छोपेको विशाललाई पुगेको छोप्दै हो त्यो बिर्को धुइरा जान्छ अस्ति जस्तो फेरि भगाएर गएको हुन्छ हेलमेट चाहिँ त्यो अघि लगेर जान्छ चिम्बो हेलमेट उतापट्टि यो हातै लैज नि अट्छ होला एउटा यो त गाह्रो हुँदो रहेछ के कुरा धेरै सजिलो हुन्छ जा अर्को ठिक छ अर्को त्यो बुथोले देख्छ रातो मान्छेलाई त नाजै मान्छे भोकेर हुन्छ तपाईँले त्यो चाहिँ किन खानु रातो भएको भन्नुभएको होला उसलाई रिस उठेर तात। अर्को त्यही खालको ल्याउने त्यो फुलै हेलमेट राम्रो हुन्छ क्या रातो होला उहाँले भयो नि त्यो बाहिरको सिसा भत्किएको छ अनि त्यो लगाउनु मिल्थ्यो रहेछ त लगाउनु मिल्यो भने त लगा न अनि लगाउनु चाहिँ मिल्थ्यो तर खै त तपाईँले त्यो बाहिरको सिसा खाने त कामै छैन त्यो यसको त दिएको
कुखुराको बिर्को काट्छ। उयो धारामा खाना निस्केछ अनि मैले तिमीले त कौल त सबै फ्यारेछ त है एक पिसमा लेग पिस चाहिँ नखाएर के लानु पर्यो त मैले अब यहाँदेखि दुध त छैन है दुध त तिमी लु उतै किन्ने नेलेमा किनेर लैजा भएन उतै पाउँछ फोहोर त 50 गरेको 50 भए पनि पाउँछ कहाँनिर चाहिँ के छ त यो